फेरि से उठ्दा म त सुख हुँदैन त मान्छे ढिलो उठ्दा एकदम ढिलो 10 बजे उठ्दा पनि सुख हुँदैन मान्छे छोटी टेन्सन ल थाहा छैन मान्छेहरूको बुढाले त्यति काम गर्छ त्यो पनि भन्दैन कसैले मैले यति काम गरेँ मेरो बुढीले केही गर्दैन केही गर्दैन गएर सुनाउँछ दुनियाँभर के घरमा केही गर्दैन 10 बजी उठ्छ 5 बजी उठ्छ 7 बजी उठ्छ भात आज पकाएको साथीको भातमा 50 रुपियाँको भातमा त्यही मात्र सुनाउनु जाने केही जानेन जिन्दगीमा पनि यस्तो बुढा पनि केही नपाऊ मजा चोटोले दिएको छ नि कुहिएर मर्छ उसले मजाले मर्दैन त अझै गरौँ त भन् त झाट आफ्नो बेहोरा छैन लाज छैन भन्नु ल